हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। मिनी ब्लग भनौँ या ब्लग भनौँ, आई डोन्ट नो, बट हेर्न सक्नुहुन्छ म आफ्नो कपाललाई काट्न गइरहेको छु सेलुनमा। पहिलोचोटि हो मेरो सेलुनमा कपाल काटेको। अनि पुरै भिडियो हेरेर जानुहोला कसरी के कसो हुन्छ भने सबै यसमै छ। अनि म निस्किसकेँ घरबाट रेडीसेडी भएर साथीको रुम गइरहेको छु म। हेर्न सक्नुहुन्छ बाटो मेरो रुमबाट 5-7 मिनट जति टाइम लाग्छ साथीको रुम जानलाई। अनि बाटो हेर्न सक्नुहुन्छ ठिकै छ, गाडी सबै छैन त्यति। अनि त्यो पछाडिको चाहिँ मेन रोड हो। अनि यो चाहिँ अलि गली जस्तै छ। अनि गली जस्तैमा साथीको रुम रहेछ। अनि मेरो ठ्याक्कै हाइवे रोडको छेउमा छ घर। अनि बाटोमा गइरहेको छौँ। चल्ते रहो। बिचमा हिन्दी पनि राखिदिन्छु म अलिअलि, हेर्न सक्नुहुन्छ। म चाहिँ रेडी भएर फर्मल पेन्ट अनि कुर्ता, नर्मली कुर्ता लगाएको थिएँ। अनि हेर्न सक्नुहुन्छ साथीको घर आइसक्यो हामी, हेर्न सक्नुहुन्छ। अनि हामी ढोका खोल्ने हो। अनि ढोका खोलेर साथीको रियाक्सन हेरौँ के कसो छ। ढोका खोलेर अनि ट्याक्कै ढोका पनि लाग्नुपर्छ। अनि गएँ हेर्न सक्नुहुन्छ कस्तो रियाक्सन हुन्छ साथीको। ओहो, एटिट्युडवाला रियाक्सन रहेछ गाइस। अझ को हो फोनमा अरे, फोनमा होइन म त भनेको मिनी ब्लग बनाउँदैछु म। अनि कस्तो छ मेरो साथीको रुम चाहिँ हेर्न सक्नुहुन्छ। साथी पनि रेडी भइसकेको छ, राम्रै साथी हुनुहुन्छ मेरो। अनि हेर्न सक्नुहुन्छ कुर्ता अनि फर्मल पेन्ट कस्तो लागिरहेको छु। सानो मिररमा देखाइरहेको छु म, खासै राम्रोसित देखिँदैन। हेर्न सक्नुहुन्छ फुल लुक मेरो गाइस। अनि हामी रेडी भइसक्यो। अनि रेडी भएर ट्याक्सी पनि अब गरिसक्यो। ट्याक्सीमा चढेर अनि बाटोमा आएर जाम परिसकेको थियो। हामी काठमाडौँमा कति जाम हुन्छ यार, दिक्क लागिहाल्छ यस्तोमा। अनि ट्याक्कै हामी ट्याक्सीमा ओर्लिएर अनि आइसक्यो मुनि रहेछ सेलुनतिर। अनि गएँ हामी, हेर्न सक्नुहुन्छ। अनि कस्तो के म भने कि तपाईँ नै सुरुमा कपाल काट्नु होइन र, अब मलाई नै जानु पर्यो। त्यही भएर म नि सुरुमै कपाल स्टार्टिङ गरेँ काट्नलाई। हेर्नुहोस् बिस्तारै उयो रहेछ। अनि माथि अरू नि पसलहरू थियो, तर माथि रहेछ सेलुन, हेर्न सक्नुहुन्छ। मुनिबाट माथि आएँ हामी, अझ माथि जानुपर्छ। धेरै होइन, यो तल मात्रै हो। सानो स्याम्पो जस्तै बनाएको रहेछ यहाँ त। ठ्याक्कै हामी आइसक्यो, हेर्न सक्नुहुन्छ गाइस। ओहो, ठ्याक्कै हेर्न सक्नुहुन्छ। हामीलाई हेरे भयो, मलाई त कस्तो अनकम्फर्टेबल फिल भयो मलाई। हेर्न सक्नुहुन्छ कपाल धोएर हामी अब बसिसकेको छौँ कपाल काट्ने। यो दिदी पनि हाम्रो उतै तराईतिरकै छ। अनि राम्रो थियो, एकदमै राम्रोसित बोल्नु भयो मसँग। अनि हेर्न सक्नुहुन्छ कति मजाले आरामले कपाल काटिदिनु भयो। फुल भिडियो हेरेर जानु है गाइस, कस्तो लास्टमा आउँदो रहेछ। अनि साथीको पनि कपाल धोएर अनि रेडी भइसक्यो। अनि ऊ पनि अब कपाल काट्न लागिसक्यो। साथीको चाहिँ केटाले काटिदिनु भयो, मलाई चाहिँ कम्फर्टेबल लाग्यो। लेडिज छ मेरोमा, त्यही भएर ढुक्क भयो। अब कपाल काट्न नै टाइम लाग्यो, 1.5 घन्टा जति लाग्यो हामीलाई। अनि फेरि अब उनीहरू कपाल काट्दै थियो। अनि म चाहिँ भिडियो बनाउँदै बसिरहेको थिएँ, कुरा गर्दै थिएँ, बसिरहेको थिएँ। अनि साथीको पनि अब कपाल काट्न स्टार्टिङ गरिसकेको थियो, हेर्न सक्नुहुन्छ हजुरहरू। ल हेर्नु, मैले भने साथीलाई कस्तो भयो, राम्रो छ? राम्रो छ। अनि हेर्नु न एक्सपिरियन्स कस्तो छ मेरो साथीको। अनि म बिचमा चाहिँ भिडियो लिइराखेको थिएँ। अनि त्यही भएर हेर्न सक्नुहुन्छ दिदीले चाहिँ कति राम्रोसित कपाल काटिदिनु हुँदैछ। अनि
मलाई त कस्तो भयो कि लास्टमा एकदमै सानो भयो मेरो कपाल। लास्टमा हेर्दै जानु कति सानो भयो मेरो कपाल। केही छैन, पहिलोचोटि काटेको हो। अब जस्तो छ आफ्नो लुकमा सुट गर्यो, राम्रो लाग्यो मलाई। केही छैन, हेर्न सक्नुहुन्छ। यो भिडियोलाई अलि म स्पिडमा गर्छु यतिको, किनकि धेरै लङ भयो यो भिडियो। अब मलाई ब्लगको बारेमा त्यति खासै राम्रो थाहा छैन। कति मिनट गऱ्यो भने ब्लग हुन्छ, कति मिनटको गऱ्यो भने मिनी ब्लग हुन्छ भनेर त्यो मलाई थाहा छैन। तपाईहरुलाई थाहा भयो भने मलाई कमेन्ट गरेर भन्नु कति मिनटको चाहिँ मिनी ब्लग हुन्छ अनि कति मिनटको गर्यो भने ब्लग हुन्छ, त्यो चाहिँ कमेन्ट गरेर मलाई भनिदिनु है गाइज। अनि मेरो साथीलाई हेर्न सक्नुहुन्छ, मोबाइल चलाएर बसिराख्नु भएको छ, म चाहिँ भिडियो गर्दै बसिरहेको छु। अनि अब सुरुमा त भिडियोहरू राम्रो बनेन होला सायद मेरो, त्यही पनि तपाईहरुले माया गरिदिनु होला। अनि कपाल काटेको फिनिसिङ भएर यस्तो हेर्नु हेयर ड्राई गरिरहेको थियो निहरू। अब त्यो दिदीलाई खाजा खान टाइम भएर अनि त्यो अर्को दिदीले पनि उसलाई हेल्प गर्नको लागि आउनुभयो। तर दुईटैले गरे भए कसले मेरो चाहिँ कस्तो फिल लाग्यो कि एकजना गरेपछि त आनन्द हुन्छ नि, दुईजना गऱ्यो भने कस्तो फिल लाग्यो मलाई। त्यो पनि केही छैन, ठिक छ। खाजा खानलाई हतार भएको थियो, त्यही भएर होस्, केही छैन। अब उहाँलाई पनि भोक लागिसकेको थियो होला, त्यही भएर। अनि ऊ त बिन्दास मोबाइल चलाएर बस्या हो, म त भिडियो बनाउँदै बसेको छु। लास्टमा लुक हेर्नुहुन्छ साथीहरू, क्या खतरा लुक आएको थियो। म राम्रोसित भिडियो बनाउन पाएन, तर पनि मस्त, एकदमै मस्त लाग्यो कपाल काटेको। मलाई चाहिँ मन पर्यो। तपाईहरुलाई पनि कपाल काटेको मन पर्यो भने कमेन्ट गरिदिनु है गाइस, राम्रो छ भनेर। अनि सबै उ गरिसक्यो, हेर्न सक्नुहुन्छ। अब दिदीले अब के गर्दै हुन्छ हेर्नु होला। लास्टमा लुक अब आउँदैछ गाइस। ओहो आयो गाइस, आयो, हेर्नुस् कस्तो लाग्दैछ गाइस। मलाई त एकदमै मन पर्यो। दिदी पनि भन्नुभयो तपाईलाई यो यस्तो कपाल काटेको एकदमै सुट गर्यो, एकदमै राम्रो लागिरहेछ। अनि मैले भनेको राम्रो छ, मैले नि भनिदिएँ। तपाईहरुलाई कस्तो लाग्यो साथीहरु? फाइनल लुक हेर्न सक्नुहुन्छ कपाल काटेको। ल साथीहरु, मेरो कपाल काट्ने फिनिसिङ भयो। अब मेरो साथीको हेर्न सक्नुहुन्छ। त्यो कपाल काट्नेको विनर चाहिँ उहाँको चाहिँ कपाल काटिदिनु भयो। अनि हेर्न सक्नुहुन्छ उसको नि अब भइसक्यो। अब हामी निस्किन लागिसक्यो। फाइनल लुक साथीको पनि हेर्नु होला गाइस। साथीको चाहिँ मभन्दा अलि ठुलो रहेछ, हेर्न सक्नुहुन्छ। म आउँदा बाटोमा चाहिँ भर्याङमा चाहिँ भिडियो बनाएँ। अनि कस्तो लाग्यो साथीहरु मेरो कपाल काटेको? मन परेमा कमेन्ट गर्नु गाइस। अनि हामी कपाल काटेर बाहिर निस्किसके। अनि मौसम पनि अलिअलि पानी पर्यो जस्तो भयो। तर हामी अलिकति बाटो जाँदै एकदमै धेरै पानी पर्यो, हेर्न सक्नुहुन्छ। हामीले दुईजना इन्जोय गर्दै गइरहेको छौँ। अलि बाटो गयो कि पानी पर्यो। पानी परेपछि त म यहाँ हेर्न सक्नुहुन्छ के गर्नु, जहाँ पाए त्यही भयो उभिएर भिडियोहरू बनाइदिने हो हामी दुईजना। अनि गएर अब के खाम भोक लागिरहेको थियो, त्यही भएर खाजामा चाहिँ मैले चाहिँ समोसा खाएँ। अब साथीले पनि खानुभयो, साथीले चाट खानुभयो, आउँदैछ उसको चाट चाहिँ। म चाहिँ समोसा खाएँ, किनकि मलाई चाहिँ खासै चाटहरू मन पर्दैन, उहाँलाई एकदमै मन पर्छ। अनि म फेरि ट्याक्सी बोलाएर ट्याक्सीमा चढेँ। हामी पुरै भिजिसकेका थिएँ, हेर्न सक्नुहुन्छ।
एकदमै पानी परिरहेको थियो। पानी पर्दा पर्दै हामी गरे हेर्न सक्नुहुन्छ बाहिर ट्याक्सीबाट नै भिडियो लिएको हेर्न सक्नुहुन्छ। जाम त कहिले नै सुख दिँदैन यो जामले त, जहाँ गए नि जाम नै पर्छ। सो केही छैन गाइज, हामी अब घर जानको लागि निस्किसके। दाइले चाहिँ पेट्रोल हाल्नुभयो अनि पेट्रोल हालेपछि हामी जाने हो, निस्किने हो। अनि अब हेर्न सक्नुहुन्छ अलिकति पानी पऱ्यो त कस्तो डुब्न लागिसकेको थियो हो। अनि हामी निस्किसके, हेर्न सक्नुहुन्छ कति राम्रो ठाउँ छ। हामी नि आइसके, हेर्न सक्नुहुन्छ चोभा डाँडा आइसके। अनि चोभा डाँडामा अब भ्यूहरू एकदमै राम्रो राम्रो हुन्छ चोभा डाँडाको। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ चोभा डाँडामा, एकदमै हरियाली हरियाली नै छ अहिले। पुल पनि हेर्न सक्नुहुन्छ, पुल छ। यो चाहिँ मञ्जुश्री पार्क हो, यहाँ चाहिँ मान्छेहरू घुम्न आउनुहुन्छ। अनि टिकट कति पर्छ त्यो त मलाई थाहा छैन, किनकि म आएको छैन मञ्जुश्री पार्क घुम्नलाई। अनि म मेरो घर नजिकै आइसकेको छु। अनि फेरि हामीले ट्याक्सीमा सङ बजिरहेको थियो, इन्जोय गर्दै आएँ। हेर्न सक्नुहुन्छ घर नै आइसक्यो, म निस्किन लागिसकेँ। अनि भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है साथीहरू। हस्, बाई बाई गाइज, थ्याङ्क यू पुरै भिडियो हेर्नको लागि। लाइक कमेन्ट सब्सक्राइब है गाइज।